नमस्कार, म ज्योतिषी जनार्दन नेउपाने। आजको यो भिडियोमा मैले 2083 सालको वैशाख महिनामा 3वटा व्रतबन्धका साइत अर्थात् लगनहरू छन्। ती 3वटा साइतहरू वैशाखको 20 गते आइतबार, वैशाखको 21 गते सोमबार र वैशाखको 23 गते बुधबार। यी 3वटा साइत 2083 सालको वैशाखको 21, 20, 21 र 23 गतेको साइत कसलाई जुरेको छ र कसलाई जुरेको छैन भन्ने विषयमा जानकारी गराउन गइरहेको छु। मैले पुराना भिडियोमा पनि व्रतबन्ध सम्बन्धी धेरै सामग्री राखिदिएको छु। यहाँहरूले त्यहाँबाट धेरै अझ डिटेलमा हेर्न सक्नुहुन्छ। खास गरी व्रतबन्ध गर्दाखेरि 8 वर्षदेखि 12 वर्षसम्मको समयलाई उत्तम मानिन्छ। यो व्रतबन्ध हामी सनातनीहरूको लागि अत्यन्तै महत्त्वपूर्ण संस्कार हो र व्रतबन्ध गर्दा मामा घरमा गएर, आफन्तकोमा गएर सामूहिक व्रतबन्ध गर्ने, माघीहरूमा गएर व्रतबन्ध गर्ने भन्दा पनि जुराएर, हेराएर, विधिपूर्वक घर वा तीर्थस्थलमा गएर व्रतबन्ध गर्नु उत्तम हुनेछ। र व्रतबन्ध गर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने उमेर त 8 देखि 12 वर्षभित्रमा गर्नुपर्दछ। यदि 12 वर्षभित्रमा सम्भव भएन भने 13 वर्षसम्मलाई पनि शास्त्रमा गौण अवधि भनेर उल्लेख गरिएको छ। तर कतिपयले नबुझेर व्रतबन्धलाई बिजोर वर्ष चाहिन्छ भन्नुहुन्छ। वास्तवमा व्रतबन्धको लागि बिजोर वर्ष जरुरी होइन। बिजोर पनि भएको राम्रो हो। जोर अथवा बिजोरमा दुवै वर्षमा गर्न सकिन्छ। व्रतबन्ध गर्दा खास 3वटा कुरा जुराउनु पर्ने हुन्छ। बृहस्पति, सूर्य र चन्द्रमा। कसरी जुराउने? आफ्नो जन्म राशिबाट अहिले जुन सालको जुन महिनामा जुन गते हामी व्रतबन्ध गर्दैछौँ त्यतिखेर आफ्नो जन्म राशिबाट गन्दा त्यो लगनको दिनको समयमा बृहस्पति जुन राशिमा बसेको छ अर्थात् सूर्य जुन राशिमा बसेको छ, चन्द्रमा जुन राशिमा बसेको छ त्यसको आधारमा व्रतबन्ध जुराउनु पर्ने हुन्छ। अब जस्तै 2083 सालको वैशाखको 20 गते बृहस्पति मिथुन राशिमा छ, सूर्य प्रत्येक महिना राशि परिवर्तन गर्छ। वैशाखमा मेष राशिमा हुन्छ, मेष राशिमा सूर्य छ र चन्द्रमा वृश्चिक राशिमा छ। बृहस्पतिले सामान्यतया एक वर्षसम्म एउटा राशिमा बस्दछ, 1 वर्षदेखि 13 महिनासम्म। सूर्य प्रत्येक महिनामा राशि परिवर्तन गर्दछ। जस्तै वैशाखमा मेषमा, जेठमा वृषमा, असारमा मिथुन हुँदै चैत्रसम्म मीन राशिमा पुगेको हुन्छ। चन्द्रमा चाहिँ 2.5 दिन 2.5 दिनमा राशि परिवर्तन गर्दछ। त्यसैले व्रतबन्ध गर्ने कुमारको राशिबाट भनेको जन्मिएको महिनाबाट हेरिन्न। व्रतबन्ध गर्ने कुमारको जे हो उसको जन्म राशि अथवा नारायणको नाम अनुसार जे राशि बन्दछ त्यो राशिबाट अहिले व्रतबन्ध गर्ने साइतको दिनको बृहस्पति, चन्द्रमा, सूर्य गन्दा 4, 8, 12 पर्नु हुँदैन। शास्त्रमा 8औँलाई त पूर्ण निषेध गरेको छ। 4 र 12 चाहिँ कहिलेकाहीँ बाध्यात्मक अवस्थामा व्रतबन्ध नगरी नहुने छ। बुवाको देहावसान हुने अवस्था छ, बुवा रोगी हुनुहुन्छ, काजक्रिया गर्ने मान्छे कोही छैन, अथवा अन्य पक्षबाट हेर्दा कहिलेकाहीँ उमेर कट्न थालेको छ अथवा कतै विदेश जान पर्ने छ। त्यस्तो अवस्थामा साना बच्चाहरूलाई पनि त अहिले बुवाको प्यार बनेको कारणले गर्दा, दिवी परेको कारणले गर्दा लैजाने गर्नुहुन्छ नि त। त्यस्तो अवस्थामा 4औँ अथवा 12औँ पर्दा भने जुन चन्द्रमाको, सूर्यको र बृहस्पतिको जुन ग्रहको कारणले जुरेको छैन ती ग्रहको पूजा, जप, दानको साथमा गाईदान, सुनदान गरेर पनि गर्न मिल्छ। तर 8औँ पर्दा भने गर्न मिल्दैन। त्यसैले मैले आज यहाँहरूलाई के बुझाउन खोजेको छु भने यो वैशाखको 20 गते 2083 साल कुन राशिलाई जुर्दैन, फेरि म त्यो दिनको यहाँहरूलाई बृहस्पति, सूर्य र चन्द्रमाको अवस्था बताउँछु। बृहस्पति के राशिमा छ? मिथुन राशिमा। सूर्य कुन राशिमा? मेष राशिमा। चन्द्रमा कुन राशिमा? वृश्चिक राशिमा। अब नजुर्ने राशि मेष राशिलाई जुरेन, किनकि चन्द्रमा 8औँ परेकोले। वृष राशिलाई सूर्य 12औँ परेकोले यो 20 र 21 गतेको साइत हो। यो 2083 सालको वैशाख 20 र 21 गते नजुर्ने राशि कुन हो भन्दा मेष राशि, किन? चन्द्रमा 8औँ परेकोले, वृष राशि, सूर्य 12औँ परेकोले, कर्कट राशि, बृहस्पति 12औँ परेकोले, सिंह राशि, चन्द्रमा 8औँ भएकोले अथवा परेकोले,
कन्या राशि सूर्य 8औं परेकोले, वृश्चिक राशि बृहस्पति 8औं परेकोले, धनु राशि चन्द्रमा 12औं परेकोले, मीन राशि बृहस्पति 4थो परेकोले, अर्थात् 2083 सालको वैशाखको 20 र 21 गते व्रतबन्ध गर्न नहुने राशि मेष, वृष, कर्कट, सिंह, कन्या, वृश्चिक, धनु र मीन राशि। व्रतबन्ध गर्न मिल्ने राशि मिथुन, तुला, मकर र कुम्भ राशि। यो कहिले 2083 सालको वैशाखको 20 र 21 गतेको दुईवटा साइटमा। अब अर्को वैशाखमा साइट छ 23 गते बुधबार। त्यो दिनको पञ्चाङ्ग बताउँछु। वैशाखको पञ्चाङ्ग भन्दा पनि वैशाखको 23 गतेको बृहस्पति मिथुन राशिमा, सूर्य मेष राशिमा, चन्द्रमा धनु राशिमा छ। उक्त अवस्थामा कुन कुन राशिलाई जोड्दैन? वृष राशिलाई चन्द्रमा 8औं परेकोले, कर्कट राशिलाई बृहस्पति 12औं भएकोले, कन्या राशिलाई सूर्य 8औं परेकोले, वृश्चिक राशिलाई बृहस्पति 8औं परेकोले, मकर राशिलाई चन्द्रमा 12औं भएकोले, मीन राशिलाई बृहस्पति 4थो परेकोले समग्रमा वैशाखको 23 गते 2083 साल नजुर्ने राशि वृष राशि, कर्कट राशि, कन्या राशि, त्यस्तै गरी वृश्चिक राशि, मकर राशि र मीन राशिलाई जोड्दैन। जोड्ने राशि मेष, मिथुन, सिंह, तुला, धनु र कुम्भ राशिलाई व्रतबन्ध जुरेको छ 2083 सालको वैशाख 23 गते। हाम्रो परम्परामा जन्म महिनामा व्रतबन्ध गर्ने चलन छैन। व्रतबन्ध जन्मबार परे पनि कपाल काट्न पाइन्छ, किनभने पहिलोपटक कपाल काट्दाखेरि हामीले चुडाकर्म व्रतबन्धभन्दा अगाडि नै सानैमा 3 वर्ष 5 वर्ष 7 वर्षमा चुडाकर्म गरेका हुन्छौँ। अब कतिपयले जन्मबार पनि बार्ने चलन छ, त्यो बार्न मिल्छ, तर व्रतबन्धको लागि चाहिँ अनिवार्य छैन। यति भन्दै मैले अन्य महिनाको साइटहरू फेरि आगामी भिडियोमा राख्दै जानेछु। यहाँहरूले यो भिडियो हेरेर पक्कै पनि धेरै जानकारी पाउनु भएको छ। कुनै कुरा जिज्ञासा छ, कुनै कुरा बुझ्नु भएको छैन भने यहाँहरूले कमेन्ट गर्न सक्नुहुन्छ, मेसेज पठाउन सक्नुहुन्छ। यो भिडियो यहाँहरूलाई कस्तो लाग्यो? लाइक गर्नु, कमेन्ट गर्नु, सेयर गर्नु। यो हाम्रो च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नुहोला। हस् नारायण।